चिनो रिकाई सितरी हान्दान सितरी योइका वारुइका सुरु चिखरा चिनो भनेको जस्तै नलेज जस्तै कि रिकाई हैन रिकाई सुरु भनेको बुझ्नु हान्दान सुरु भनेको हान्दान सितरी भनेको जज गर्नु हैन त्यसलाई यो गर्दा कि हुन्छ कि त्यो गर्दा हुन्छ भनेर जज गर्नुको लागि राम्रो काम इका वारुइका सुरु चिखरा हैन राम्रो नराम्रो गर्ने चाहिँ एउटा आफ्नो स्ट्रेन्थ गर्ने शक्ति खोजिन्सा हितोरी हितोरी नो चिगाई खोजिन्सा भनेको हरेक मान्छेहरू फरक हुन्छ भन्छ नि हो त्यस्तै त्यसलाई खोजिन्सा भन्छ एक जनाको चाहिँ फरक कुराहरू मान्सेका अथवा मान्सेका सुरु आमारी हिदोकु वा नाइगा नाओरी निकुकु नागा कुचुजुकु कोतो है मान्सेका भनेको त्यस्तो बिग्न अब एकदमै सारो बिरामी त होइन तर आमारी हिदोकु वा नाइगा तर नाओरी निकुकु हैन तर निक्को हुन चाहिँ एकदमै गाह्रो अनि त्यो चाहिँ एकदम लामो समयसम्म भइरहने बेउकी बिरामीलाई चाहिँ मान्सेका भन्छ गाप्पेशो बेउकीगा गेइन्डे इशोनी ओकोरु होकानो बेउकी गाप्पेशो भने एउटा बिरामी भयो हैन त्यो बिरामीबाट चाहिँ निम्त्याउने अरू बिरामी पनि निम्त्याउने जस्तै इशोनी ओकुरु होकानो बेउकी हैन जस्तै डायबिटिज भयो भने के हुन्छ आँखाको प्रब्लम आउँछ हैन किडनीको प्रब्लम आउँछ त्यो भनेको चाहिँ गाप्पेशो भन्छ डायबिटिजको गाप्पेशो नेताकिरी बेउकी नादोदे जुतो ओकिरारे नाइदे नेतेइरुकोतो नेताकिरी भनेको अब बिरामी भएर लामो समयसम्म उठ्न नसक्ने सुतिरहने लाई के भन्छ नेताकिरी जोताई भन्छ दासुइशो खारादानो नाकानो सुइबुङ्गा ठारिनाइ जोताई दासुइशो भनेको डिहाइड्रेसन शरीरमा पानी नपुग्नु है खरादानो नाकानो शरीरभित्रको सुइबुन पानी थारिनाइ जोताई नपुग्ने अवस्था खान्सेन्सो बेउकीनो गेइनी नारुमोनोगा खरादानो नाकानी हाइटे ओकोरु बेउकी खान्सेन्सो भनेको बेउकी अब बिरामी बनाउने कुनै पनि एउटा कारण हैन चाहिँ हाम्रो शरीरभित्र पस्ने र त्यसले चाहिँ निम्त्याउने त्यसले चाहिँ बिरामी बनायो भने चाहिँ के हुन्छ खान्सेन्सो भन्छ खान्सेन्सो हैन जस्तै अब कोरोना के हो हाम्रो शरीरभित्र एउटा गेइन हैन बेउकी बनाउने एउटा ब्याक्टेरिया भाइरस पसेपछि अनि हामी बिरामी हुने हो नि त त्यस्तोलाई चाहिँ खान्सेन्सो भन्छ हाइकाचुरियो ओकिकु इकी ओ सुत्ता आतो सोरे ओ हाकु तोकी नि दासु कुकी नो र्यो हाइकाचुरियो भनेको सास लामो हामीले तानेपछि त्यसलाई फाल्नु पर्यो हैन सोरे ओ हाकु तोकी नि त्यसलाई फाल्दाखेरि जुन कुकी छ जुन एयर हावाको मात्रा हैन फाल्दाखेरिको हावाको मात्रालाई कति चाहिँ फाल्नुहुन्छ त बाहिर त्यो हावाको मात्रालाई के भन्छ हाइकाचुरियो भन्छ इरियो गिजित्सु या खुसुरी दे बेउकी या खेगाओ नाओसुकोतो इरियो भनेको स्पेसिफाइड स्किल र चाहिँ खुसुरी औषधिले चाहिँ
बिरामी अथवा घाइतेलाई चाहिँ निको पार्ने। यो भयो 第2章को 言葉の勉強